रातिको 1:15 भइसक्यो। यो टाइमलाई चाहिँ अनि त्यसपछि यहाँनिर आएर जुस खानुपर्ने रे। दिस इज माई नेक्स्ट डे एन्ड म चाहिँ यहाँनिर चिटिक्क परेर अब कामतिर निस्किनु आइसकेँ। अनि आज चाहिँ कति 11 बजीसम्म सुतेँ, शनिबार हो क्या आज चाहिँ। अनि 11 बजीसम्म सुतेँ। त्यसपछि यहाँनिर अलिकति ढोकाको नट बोल्ट गएको थिएँ। अनि ढोकाको यसो नट बोल्टहरू किनेर लिएर आएँ। अनि आफैले पहिला सुरुमा चाहिँ मैले ताप्केले दिइरहेको थिएँ होइन, ताप्के नै कुच्चियो कि। अनि फेरि माथि जापानिजसँग गएर हम्मर मागेर लिएर आएँ। अनि हम्मरले हानेर अनि बनाएँ। अनि एकछिन खानासाना बनाएर खाएँ। अनि त्यसपछि फेरि एकचोटि नुहाएर अनि रेडी भएँ। अब चाहिँ काममा निस्किनु पऱ्यो। 4 बजिसक्यो। अब चाहिँ ढिला नगरी जानुपर्छ। फेरि ढिलो पुगिन्छ। फेरि ढिलो गयो भने तेन्चोको गाली खानुपर्छ। फेरि अलिक किबिसी हो क्या, त्यही भएर आज चाहिँ हिजोभन्दा हल्का घाम लाग्यो। फेरि हिजो चाहिँ पुरै बादल ठ्याप्पै थियो, आज चाहिँ हल्का घाम लाग्यो। त्यस्तो हावा पनि चलाएको थिएन हिजो जस्तो। हिजो चाहिँ हावा पनि चलिरहेको थियो। अनि मेरो कपाल पनि बिगार्दै थियो हिजो चाहिँ। आज चाहिँ बिगारेँ, त्यति हावा नचलेर होला सायद। के गर्नु, हिँड्ने 15 मिनट हिँड्ने पर्छ रुमबाट जहिले काममा जाँदा आउँदा। यही बाटो म कतिचोटि दोहोऱ्याउँछु, सायद 4 चोटि हिँड्छु एउटा बाटोमा। 15 चौको 60 1 घन्टा त यही बाटोमा बित्दो रहेछ मेरो। के गर्नु, आज चाहिँ तर गएको नभएर जम्मै 2 चोटि मात्रै हिँड्नुपर्छ। नत्र भने त गयो आयो फेरि गयो आयो। जतिखेर कति म रुम फर्किने बेला पनि सायद 12 बज्छ होला। 12 त जहिले बज्छ, कोही बेला 12 घट्छ, 1 बज्छ। तर ट्रेन चाहिँ फेरि त्यही 12:35सम्मको भेट्नुपर्ने हुन्छ मैले। नत्र भने चाहिँ ट्रेन छुट्टिन्छ फेरि स्टेसनतिरै बाँच्दिन्छ मेरो। यहाँ चाहिँ भर्खरै फेरि मैले मेरो पछाडि चाहिँ जोडीहरू हिँडिरहेको क्या। फेरि देख लाग्यो भनेर हल्का क्यामेरा उन्नु गऱ्यो। अनि हावाको अघि कुरा गर्दै थियो, फेरि कति आयो लामो हेर्नु न। भनेको मेरो कपाल बिगार्न आइहाल्यो। के गर्नु, कपाल पनि काटिदिनु पर्ने सोच आइरह। अब हेरौँ, काट्नु पर्ला जस्तो। ठिकै देखाएको नि होइन, त्यस्तो नराम्रो त देखाएको छैन होला। अनि यो चाहिँ साकुराको बोट हो। अनि त्यसपछि यसमा चाहिँ अस्तिसम्म चाहिँ साकुरा थियो, अहिले नै हल्का हल्का साकुरा थियो। तर सबै झरिसक्यो क्या अहिले चाहिँ। त्यतिखेर क्या राम्रो देखाएको थियो। तर यहाँनिर त्यति बस्दैन क्या, हावा चलाइ गर्छ। अनि त्यही भएर पनि साकुराको फुल चाहिँ केही महिना नि लाग्दैन, 1 हप्ताभित्रमा चाहिँ त्यो फुलेर पनि सबै झरिसक्यो हुन्छ क्या, त्यति बस्दैन। अनि म चाहिँ यहाँनिर के हो यो सामितो भन्नेबाट जहिले पनि खाइमाग्ने गर्छु यो पसलबाट। यहाँबाट सामानहरू किन्दाखेरि चाहिँ अलिक सस्तो पर्छ क्या, लसुन फ्यामिली मार्टहरू भन्दा चाहिँ अलिक सस्तै हुन्छ। त्यही भएर चाहिँ म यहीँ आउने गर्छु। त्यस्तो शनिबार आइतबार चाहिँ हल्का भिड हुन्छ यहाँनिर। फेरि त्यस्तै मान्छेहरूको फेरि काम हुन्छ नि त अरू दिन त। अनि शनिबार र आइतबार प्रायः जस्तो छुट्टी हुन्छ। अनि त्यतिखेर चाहिँ अलिक सामान यसो किन्ने मान्छेहरू पनि अलिक बढी नै हुन्छ कि त्यो बेला चाहिँ। त्यही हो, अरू बेला त्यस्तो भिड चाहिँ हुँदैन। हेर्नु सक्नुहुन्छ म चाहिँ यहाँनिर स्टेसन नजिक पनि आइसकेँ। अब डेली भ्लग त सधैँ के बनाउनु फेरि है, अलिकति केही इन्ट्रेस्टिङ बनाउनु पर्ने हुन्छ। भोलि चाहिँ म केही सोचिरहेको, केही हल्का इन्ट्रेस्टिङ बनाउने। अब हेरौँ केही नयाँ गर्छु कि मैले सोचिरहेको। अब बेलुकासम्म केही दिमागमा आयो भने। म चाहिँ अहिले यहाँनिर नजिकैको स्टेसन बस्नुमा जुस खाइरहेको छु। जुस अब आज चाहिँ म अलिक ढिलो भएर त्यही भएर भिडियो चाहिँ यहीसम्म हुन्छ। म चाहिँ अब काममा छिर्नु लागि यस्तो लगाएर छिर्नु पर्यो पुरै सेटमा ट्यागको काममा छिर्ने हो। अब चाहिँ म काममा रातिको 1:15 भइसक्यो। यो टाइमलाई चाहिँ अनि त्यसपछि यहाँनिर आएर जुस खानुपर्ने रे। जुस खानु म जुस खानु हुँदैन जुस कि बियर
ए रक्सी किन्न आएर यो फेरि चिल्लर बोकेर हिँडेको हेर न आमा पैसा नि हेरि देखा त बट्टा देखा त चिल्लरको बट्टा औषधि होइन यसले यसमा चिल्लर हालेको कि के गर्नु यस्तै हो जिन्दगी पैसा नभएपछि त्यही चिल्लर बोक्यो हिँड्यो गरिब बा हामी दुईजना अहिले यो महिना गरिब होइन 15 गतेबाट धनी यो चाहिँ 15 गतेबाट धनी हुन्छ अरे मेरो 20 गतेबाट म 20 गते धनी हुन्छु एक दिन दुई दिनको लागि मात्रै हो फेरि गाइदिएर एक दुई दिन रमाउने त्यसपछि फेरि गरिब हो के गर्नु यस्तै छ ल अब यसले चाहिँ यहाँ के यस्तो जुस किन्ने भनेर अब जुस किनेर हामी चाहिँ घरतिर फर्किन्छु त्यही हो यसो तपाईँहरूलाई देखाइदिउँ न भनेर यसो क्यामेरा अन गरेको बेजत यसको चाहिँ म बेजतै गर्नु खोजेको हो चिल्लर बोकेर हिँड्दा गएन र होला यसले 1-2 रुपियाँ पुगेन भनिरहेको थियो अघि बिचरा मसँग छैन त्यही भएर नत्र दिन्थेँ यसलाई मैले हाउडे भनिदिएको गाई कहाँ दिनु पैसा भन्ने कुरो